नमस्ते के हो यो नमस्ते गर कहाँबाट कुखुरा ल्याएर आएको? के हो यो यार? यो दसैँको तयारी सपिङ गरेर ल्याइरहेको यो कुकुरलाई मास्क लाएर ल्याइदिइरहनु मैले यो कोरोना सर्न सक्छ ओ दोस्त यो होइन यो चाहिँ के हुन्छ भने यो कुखुराको यो मास्क पहिला मुखमा हुन्छ बिहान बिहान यहाँ तल लगाइदिने अन्डा त्यो फुट्दैन त्यो तपाईँ यत्रो धनी भएर त्यत्रो ठेदार साहबको छोरो भएर अनि यो 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 बाहिर कुखुरा लिने लोकल ल्याउनु पर्दैन? होइन यो पहिला उयो मगाउँदाखेरि मैले लोकलै मगाएको होइन त्यसपछि घरमा लिएर आएपछि सेनिटाइज हालेको होइन त्यसबाट खुइलेर पुरै सेतो भएर यहाँ यत्रो चाहिँ मेरो गेस्टहरू आउनु अब यो कुखुरा यहाँ आइहाल्यो होइन अब यो त्यो म भाले कपमा बेच्दैन मुन्द्रेको क्लबमा आएको कुखुराको अक्सन हुन्छ डोस्ट अब यो महँगोमा बेच्ने यो ल ल ल ल उतालाई छोडिदिनु यहाँ यार फोहोर गरेर दिने छ त्यही त अब मास्क मात्र डाइपर पनि लगाइदिनु पर्छ जस्तो अनि किन्नुभयो उताको वो डोस सुरु हाल खबर का जो पक्का हेर कस्तो गुरिया जस्तो अनि घरमा बुढिया बुढिया मात्र देखिरा यता हेऱ्यो यतै गुरिया उता हेऱ्यो उतै गुरिया तर होइन दिदीले आफ्नो फिगर चाहिँ खत्रै मेन्टेन गरे हो नि होइन अब दिदी यस्तो जे पनि मेन्टेन गर्ने मान्छे दिदी राजनीतिमा हुनुपर्ने क्या देश झन् कस्तो मेन्टेन हुन्छ होला होइन अनि पसा सुरु म फुल एकदम ठिक जाने धुनला अझ नेपालीमा बोल्नु नि यार उहाँले बुझ्नु नि त पर्यो नि ए दोस्त यार यत्रो पैसा खर्च गरेर यत्रो सेट बनाइरहेको छ 100 रुपियाँको सबटाइटल राख्नु सक्दैन यत्रो पैसा छापे म त यो समाचारतिर हुन्छ नि पैसा छाप्दा छाप्दै मान्छे पक्राउ भने जिटु दोस्तै पक्राउ पर्यो जस्तो लाग्छ मलाई 100 रुपियाँको सबटाइटल राख्नु त्यो धेर लोभ गर्नु हुँदैन दोस्त तपाईँले निशान्जीको गीत सुन्नु भएको छ अहिलेको ए निशान्जीको त्यो छ नि दोस्त म हात धुँदाखेरि निशान्जीको गीत सुनेर मात्र जति बेला के हात धुन्छौ नि धोको धोइ गर्छु निशान्जीको गीत हुरुन खप्रै सुनिरहेको कस्तो हुन्छ मलाई हेर्नै पनि गाह्रो सुरु हाल खबर त्यही त त्यो फार्म साम छ क्या हो कृषि फार्म मै चाको छैन होइन भ्यान्टा जस्तो भएर आइरहेको छ यो होइन मलाई दोष होइन मैले भनिहालेँ होइन पहिला मलाई यो भ्यान्टा मन पर्दैन यो भ्यान्टा स्यान्टा यो मन पर्दैन होइन अब भ्यान्टा पनि मलाई मिठो लाग्न थाल्छ होइन उहाँलाई देखिसकेपछि अब यो मेरो दिमागमा हुन्छ नि भ्यान्टा पनि मिठो हुन्छ भन्ने सोच आइरहेछ नि राम्रो हुन्छ ड्रेसको कलर देखेर अनि के छ त दोस्तले त बाबा खतरा गीत गाइरहेको है नेपाल आइडल म त यति भोट गरेँ दोस्त भोट गर्दा भोट गरेको अब नेपाल आइडलमा यति भोट गरेँ मैले बाबा बाको मोबाइलबाट मैले रिचार्ज चोरी भोट